हेलो एभ्रिवान। आज भने म यस वर्षको मेरो मदर्स डे सेलिब्रेसन कस्तो भयो भनेर देखाउनका लागि यस भिडियो मार्फत आइसकेकी छु। साथसाथै यस वर्षको नयाँ इभेन्ट र मेरो चाहिँ रेस्टार बोर्डिङ स्कुलमा गएदेखिको पहिलो इभेन्ट पनि हो मेरो लागि। सो यो चाहिँ कस्तो रह्यो त भनेर म स्टार्टिङ टु इन्डिङसम्म हजुरहरूलाई देखाउँदैछु। अनि यो चाहिँ मैले रातभरि बसेर यी सबै मेटेरियल्सहरू चाहिँ प्रिपेयर गरेको छु। अनि यो सबै रेडी बनाइवरी हेर्नुहोस् त कस्तो भयो त। तपाईँहरूले पनि सल्लाह सुझाव दिनु होला है। मैले चाहिँ यो बच्चाहरूको लागि कार्ड बनाएकी छु। अनि यो कार्ड चाहिँ मैले उहाँहरूको मेरो नानीहरूले चाहिँ उहाँहरूको मम्मीलाई लगेर दिनुहुनेछ। फाइनली अब चाहिँ मैले यो कार्ड प्रिपेयर गरिसकेको छु। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले के लेखेको छु भनेर। यो चाहिँ हामीलाई यो सुन्दर संसारमा देखाउनु हुने महान आमाहरूप्रति समर्पित गर्दै मैले यो मेरो बच्चाहरूको लागि प्रिपेयर गरेको छु। अनि एक्चुअली चाहिँ म रेस्टार स्कुलमा गइकन चाहिँ यो मेरो पहिलो इभेन्ट हो। अनि म चाहिँ हुनु त हाम्रो यो बनाउनु कम्पलसरी थिएन, त्यही पनि म पहिलोचोटि अब मेरो बच्चाहरूसँग एउटा इभेन्ट आएको बेलामा सेलिब्रेसन गरौँ न त भन्ने हेतुले मैले यो प्रिपेयर गरेको छु। अनि त्यो दिन कसरी मनाउँछौँ भनेर त्यो पनि म थोरै मेरो भिडियोमा तपाईँहरूलाई जोडेर देखाउने छु। फाइनली साथीहरू मेरो कार्ड चाहिँ बनिसकेको छ। यो सबै कार्डहरू मैले मेरो जतिजना नानीहरू हुनुहुन्छ उहाँहरूको लागि मैले यो उहाँहरूको मम्मीलाई गिफ्ट गर्नको लागि यो कार्ड प्रिपेयर गरेको छु। अनि त्यस्तै गरी मैले भोलि अब मेरो क्लासमा सेलिब्रेसन गर्ने भइसके पछाडि त्यो सेलिब्रेसनको लागि एउटा ब्यानर पनि बनाउन गइरहेको छु। लाइन नभएर म बिजोग हुँदै यस्तो बत्तीहरू बाल्दै यहाँ बनाउँदैछु। अनि यो चाहिँ आज म प्रिपेयर गरेर मात्रै सुत्नेछु। अनि उहाँहरूको लागि राइम्स पनि गराउँछु भनेर राइम्स पनि मैले यहाँनिर रेडी गरेको छु। सुरुमा आफू प्रिपेयर हुनु पऱ्यो अनि मात्रै उहाँहरूको लागि हुने पऱ्यो। अनि यो अब म बनाएर कस्तो हुन्छ तपाईँलाई देखाउँछु है त। फाइनली साथीहरू अब मेरो मदर्स डे सेलिब्रेसनको प्रिपरेसन पनि लगभग सकिने बेला भएको छ। अब अन्तिम भनेको यो बाँकी हो। अब यसलाई म कट आउट गरिसकेको छु। अनि यसलाई अब म यहाँ पेस्ट गरेर तपाईँहरूलाई देखाउँछु कस्तो बन्छ भनेर। सबै काटेर रेडी भइसक्यो। अब यसलाई म जोड्न जाँदैछु। हेरौँ है त कस्तो हुन्छ। रातको 11:30 बज्न लागिसकेको छ तर मेरो काम अहिलेसम्म यो सकेको छैन। यो चाहिँ मैले कटिङहरू गरिसकेको छु। अब म यसलाई बनाएर मात्रै सुत्ने मेरो चाहिँ सोचाइ छ। किनभने मेरो एउटा ब्याड ह्याबिट चाहिँ कस्तो छ भने जुन काम चाहिँ म स्टार्ट गर्छु नगर्ने म गर्दै गर्दिनँ। स्टार्ट गरेपछि चाहिँ त्यो कम्प्लिट नभइन्जेलसम्म चाहिँ म त्यो चाहिँ मलाई छोड्नु मन लाग्दैन। बोर्ड बनाउनको लागि जति पनि मैले आर्ट एन्ड क्राफ्ट कट आउट गरेको थिएँ त्यसलाई चाहिँ अब मैले समग्र रूपमा समेटेर फाइनल लुक चाहिँ यस्तो दिएको छु। अनि यो चाहिँ तपाईँहरूलाई मन पर्यो कि परेन कमेन्ट गर्न नबिर्सिनु होला। साथसाथै मेरो भिडियो अहिलेसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद पनि छ तपाईँहरूलाई। अनि हेर्नुहोस् त फाइनल लुक यस्तो बनिसकेको छ। अनि मैले चाहिँ यो लगभग रातको 2:15 सकेर अनि मैले बिहान स्कुल लगेर गएँ। अनि अब म भने बच्चाहरूसँग सेलिब्रेसन गर्नको लागि प्रिपेयर हुँदैछु। हेर्नुहोस् है त बाँकी भिडियो।